आज म आलुको टिकिया बनाउन गइरहेको छु। त्यसको लागि पहिला आलु उबालेर त्यसलाई पिस पिस गर्ने, त्यसपछि अलिक बदाम हाल्नु मन छ भने बदाम पनि त्यसमा मिठो हुन्छ, फ्राई गरेर निकाल्ने बदामलाई। तेल तातो भएको छ, त्यसमै कालो मङ्गरैला, खुर्सानी, तेजपत्ता, हर्दी, नुन सबै त्यसैमा हालेर आलुले मजाले भुट्ने। आलुलाई मजाले भुटेर त्यसलाई निकाल्ने अनि त्यसलाई मिक्स गर्ने। त्यसपछि हामी एउटा बेसनको पेस्ट तयार गर्छौँ र यता हामी त्यो आलुलाई गोलो गोलो सेपमा बनाउने। अनि त्यो बेसनको पेस्टमा हामीले नुन, हल्दी, लसुन, धनिया पत्ताहरू सबै हालेर बेसार हालेर अनि बेसन सबै मिक्स गरेर पेस्ट तयार गर्ने। अनि त्यो बनाएकोलाई हामी बेसनमा चोप्दै तेल तातो हुन दिने, चोबेर अनि त्यसमा तेलमा हालेर मजाले फ्राई गर्ने। यसलाई मिडियम आँचमा राखेर अनि बिस्तारै बिस्तारै रातो हुन्जेलसम्म फ्राई गरेर निकालेर खाँदाखेरि एकदम मिठो हुन्छ। एकचोटि तपाईँहरू पनि ट्राई गर्नु, मिठो लागेमा लाइक फलो